हेलो नमस्ते साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला। फेरि नि मेरो अर्को भिडियो लिएर आएको छु। म यसो लातेबाट हेलसिङ्की आएको थिएँ हिजो, अनि लेपाभारा उचामाकी मेरो साथीको रुममा बसेँ। अब यहाँबाट खानासाना खाएर अब यसो हेलसिङ्कीतिर आज क्रिसमसको माहौल के छ कस्तो छ भनेर यसो डुल्न निस्केको। अब यो बस स्टपमा बस कुरिरहेको छौँ हामी। यसो बस आउँछ अनि बस चढेर ठ्याक्कै लेपाभारा जाने, लेपाभारा गइसकेपछि फेरि ट्रेन चढ्ने अनि हेलसिङ्की जाने कार्यक्रम भइरहेको छ। अब यसपछि बस आइसकेपछि अहिले ट्रेनको यात्रा देखाउने छु। सी यू। फाइनली कुद्दा कुद्दा हाम्रो बस आइसक्यो। अब यो बस चढेर लेपाभारा जाने हो। बस आयो। अब फाइनली हामी बसबाट भर्खरै झरेर लेपाभारा आइपुगेछौँ। हेर्नुहोस् लेपाभाराको ठुलो मल छ। यहाँ फ्रिजमादेखि यस मार्केट सबै कुराहरू छ। अब हामी ट्रेन ट्र्याकमा जाने हो। त्यसपछि ट्रेनमा बसेर हेलसिङ्की हाम्रो ट्रेन यहीँ आउँछ। त्यसको लागि पनि हामी 5 मिनट कुर्नुपर्छ। लेपाभाराको ट्रेन स्टेसन आज मौसम न्यानो छ जस्तो लागिरहेको छ, किनभने हल्का घाम निस्केछ। धेरै दिनपछि घाम हेर्न पाइयो। त्यही नै अहिले यहाँको -2 डिग्री छ। हाम्रो ट्रेन पनि आइसक्यो। ट्रेनमा चढेर हेलसिङ्की जाने। हेर त ट्रेनबाट क्या भ्यू छ। फाइनली ट्रेनमा चढ्यो। अब कतै राम्रो सिट हेरेर बस्नु पर्यो। बल्ल हामी पासिला पुगेछ। पासिलापछि अब 5 मिनटको दूरीमा 5 मिनटपछि बल्ल हेलसिङ्की सिटी सेन्ट्रल हेलसिङ्की भन्ने फिलिङ छ। पासिलाको ट्रेन स्टेसन बल्ल पास हुँदैछ। ल फाइनली हामी हेलसिङ्की स्टेसनमा भर्खर ट्रेन स्टेसनबाट झरेछौँ। हेलसिङ्कीको ट्रेन स्टेसन हो होइन। ट्रेन स्टेसन पछिको बल्ल सुरु हुन्छ। त्यसलाई भन्छ हामीले हेलसिङ्कीको सेन्ट्रल हेलसिङ्की। फाइनली मेन सेन्टर हेलसिङ्कीको सेन्ट्रल स्टेसनमा पुग्यो। सेन्ट्रल स्टेसन र यता बल्ल सुरु भयो हाम्रो सिटी। ठुल्ठुला बिल्डिङहरू यताको देखाइरहेको छ। क्रिसमसको माहौल छ। त्यही भएर अब यसपछि हामी अगाडि देखाइन्छ। अनि अगाडि के कस्तो छ म तपाईँहरूलाई अगाडिको भिडियोमा देखाउनेछु। हेर्नुहोस् यो भनेको हेलसिङ्कीको सिटी सेन्टर सबैभन्दा ठुलो मल हो, जहाँ कि बाहिरबाट यस्तो देखिन्छ। भित्र गएर हेर्ने हो भने यसमा लगभग सबै कुराहरू तपाईँ पाउनुहुन्छ। मार्केटदेखि लिएर कपडादेखि ग्रोसरीदेखि एभ्रिथिङ्स सबै कुराहरू यहाँ पाउनुहुन्छ। त्यसपछि अर्को यो हाम्रो सबभन्दा ठुलो बिल्डिङ भनेको सुकुस। हेर्नुहोस् सबैभन्दा ठुलो बिल्डिङ र यो भनेको मेन सिटी हेलसिङ्कीको मेन सिटी र सेन्टर मानिन्छ, जहाँ कि सबैभन्दा बढी जनसङ्ख्या भएको सिटी पनि यही हो। त्यसपछि अब हामी अगाडि बढ्दै हेर्दै गरौँ ल। हेर्नु साथी हेलसिङ्कीको सेन्ट्रल सिटी कस्तो छ। सिटी कस्तो राम्रो बिल्डिङहरू छ चारैतिर। हेर्नुहोस् कति सरसफाइ गरिएको छ। यो भनेको विन्टरको बेला। यो बेला भनेको पोहोरसाल त एकदम स्नो परिरहेको थियो, तर यसपालि खासै स्नो परेको छैन। तर नि अहिले 7 डिग्री -5 डिग्री छ होला सायद। हेर्नु त हात कस्तो काठे छ, चिसो भएर। हेर्नु चारैतिर क्या राम्रो ठाउँहरू छ। हेर्नु त क्या मिठो देखिराखेको छ।
अहिले एकछिनपछि जब बेलुका हुन्छ अँध्यारो हुन्छ त्यसपछि झन् झिलिमिली बत्ती चाहिँ कति राम्रो देखिन्छ हेर्नुहोस्। अहिले पनि उता कति राम्रो लाइटिङ